मलाई थाहा छ कि तपाईँहरूको ल्यापटप चाहिँ कति ल्याग गर्छ, ल्यापटप होस् कि पिसी होस्, तपाईँहरूको पिसी वा ल्यापटप चाहिँ तपाईँको चाहिँ कति ल्याग गर्छ भनेर मलाई थाहा छ होइन। यो कुरालाई नै यो ल्याग्दा नै मैले चाहिँ आज रिड्युस गर्नको लागि चाहिँ म तपाईँलाई चाहिँ फ्यु टिप्सहरू ल्याएको छु होइन। यो टिप्सहरूलाई चाहिँ तपाईँहरूले चाहिँ फलो गर्नुभयो भने चाहिँ मलाई थाहा छ तपाईँको ल्यापटप चाहिँ वा पिसी चाहिँ फास्ट चल्नेछ, सुपर फास्ट चल्नेछ होइन। सो हाम्रो ल्याग चाहिँ म्याक्सिमम् टाइम चाहिँ एनिमेसनहरूले गर्दा हुन्छ होइन। त्यो एनिमेसनहरूलाई चाहिँ रिड्युस गर्नको लागि चाहिँ तपाईँहरूले चाहिँ के गर्न सक्नुहुन्छ, विन्डोज एक्स गरेर चाहिँ एबाउट भनेर सर्च गर्नु होइन। एबाउट भनेर सर्च गर्नु होइन। एबाउट भनेर सर्च गरेपछि तपाईँ चाहिँ यहाँ देख्न सक्नुहुन्छ, यो ठाउँमा आइसक्नुहुन्छ होइन। अनि यहाँ चाहिँ तल स्क्रोल गर्ने बित्तिकै यहाँ चाहिँ एडभान्स सिस्टम सेटिङ भन्ने हुन्छ होइन। यहाँ जानु होला। यहाँ जाने बित्तिकै यहाँ पर्फर्मेन्स भन्ने सेटिङ देख्नुभयो नि, यो यहाँ गएर सेटिङमा जानु होला। यहाँ चाहिँ तपाईँको चाहिँ फर्स्ट अफ अल चाहिँ तपाईँको चाहिँ यहाँ चाहिँ के हुन्छ, यसमा हुन्छ होइन, लेट विन्डोज चुज वाट बेस्ट पर्फर्मेन्स यो माई कम्प्युटर भन्ने हुन्छ नि। यसलाई हटाएर तपाईँले चाहिँ एडजस्ट फर बेस्ट पर्फर्मेन्समा राख्नु। अनि तपाईँलाई चाहिँ यो जस्तै अब आइकन चाहियो भने चाहिँ, जस्तै यो पिक्चरको यो आइकनहरू यस्तो हुन्छ नि, यो चाहियो भने चाहिँ तपाईँले चाहिँ के गर्न सक्नुहुन्छ, यो सो थम्बनेल र यो एनिमेटेड बाई कन्ट्रोल 82टा चिज चाहिँ तपाईँले चाहिँ अन गर्न सक्नुहुन्छ होइन। एडभान्समा जानु होला। एडभान्समा चाहिँ तपाईँको चाहिँ यहाँ देख्न सक्नुहुन्छ यो प्रोसेसिङ सेड्युलिङ चाहिँ तपाईँको चाहिँ सधैँ के हुनुपर्छ, प्रोग्राम्समा हुनुपर्छ होइन। यो ब्याकग्राउन्ड सर्भिसेसमा होइन कि प्रोग्राम्समा हुनुपर्छ होइन। अनि त्यो चाहिँ तल चाहिँ टक्क तपाईँले चाहिँ भर्चुअल मेमोरी देख्न सक्नुहुन्छ होइन। भर्चुअल मेमोरीमा चाहिँ तपाईँले चाहिँ तपाईँको चाहिँ 8 GB ऱ्याम छ भने चाहिँ तपाईँसँग चाहिँ तपाईँले चाहिँ यो इनिसियलाइज साइज चाहिँ यति राख्नु होला अनि म्याक्सिमम साइज चाहिँ यति राख्नु होला होइन। 8 GB छ भने दोस्रो सेटिङ जुनमा चाहिँ तपाईँले विन्डोज R उठाउनु होइन। विन्डोज R उठाउने बित्तिकै चाहिँ यहाँ तपाईँको के देखिन्छ, रन भन्ने एउटा देखिन्छ होइन। त्यहाँ चाहिँ तपाईँले गएर चाहिँ TEMP भनेर सर्च गर्नु होइन। यहाँ चाहिँ तपाईँको सबै टेम्पोररी फाइलहरू जति नि खाने त्यो सबैलाई कन्ट्रोल A गरेर सिलेक्ट गर्नुहोस्। त्यो पछि Shift+Delete हालेर चाहिँ पर्मानेन्ट डिलिट गर्न सक्नुहुन्छ होइन। अनि यहाँ चाहिँ अब तपाईँको फाइल चाहिँ कुनै चाहिँ डिलिट हुनु मिलेर त्यसलाई चाहिँ स्किप गरिदिनु होइन। अनि त्यो पछि तपाईँले यसलाई नि क्लोज गरिदिनु। यसलाई क्लोज गरिसकेपछि फेरि विन्डोज R उठाउनु। त्यो पछि यो टेपमा चाहिँ %temp अनि त्यो पछि उतापट्टि चाहिँ लास्टमा चाहिँ फेरि % थपिदिनु होइन। भनेको %temp लेखेर चाहिँ इन्टर गरिदिएपछि चाहिँ यहाँ पनि तपाईँको अरू टेम्पोररी फाइलहरू हुन्छ होइन। यो टेम्पोररी फाइलले चाहिँ कन्ट्रोल A गरिदिनु। त्यो पछि Shift डिलिट गरेर चाहिँ इन्टर गरिदिनु सक्नुहुन्छ होइन। यति गरिदिएपछि यसलाई नि अब स्किप गरिदिनु होइन, किनकि कुनै फाइलहरू चाहिँ डिलिट हुनु मिल्दैन होइन। त्यो चाहिँ अब तपाईँले स्किप गरिदिएर चाहिँ यसलाई क्लोज गरिदिनु। त्यो चाहिँ अर्को के लेख्नु, PREFETCH यसलाई इन्टर गर्नु होइन। यो लेखेर इन्टर गरेपछि तपाईँलाई यहाँ कन्टिन्यू गर हुन्छ होइन, पर्मिसन दिन्छ। त्यो चाहिँ यसलाई कन्टिन्यू गरिदिएपछि चाहिँ तपाईँको चाहिँ के हुन्छ, यो फाइल खोलिन्छ होइन। यसमा पनि तपाईँले कन्ट्रोल A गरेर चाहिँ तपाईँले Shift डिलिट गरेर चाहिँ यहाँको पनि तपाईँले फाइलहरू चाहिँ पर्दामै डिलिट गर्न सक्नुहुन्छ होइन। अनि त्यो पछि अर्को चाहिँ यहाँ विन्डोज S उठाउनु। त्यो पछि डिस्क क्लिनअप भनेर आउँछ होइन। यसमा जानु। यसमा गएपछि चाहिँ एकैछिन लोड लिन्छ। त्यो पछि तपाईँको चाहिँ यहाँ खुलियो होइन। त्यो पछि यहाँको सबै चिजहरूलाई चाहिँ यहाँको सबैलाई चाहिँ टिक गरिदिनु। सबैलाई टिक गर्ने बित्तिकै यहाँ चाहिँ यसलाई चाहिँ ओके गरिदिनु। अनि यो डिलिट फाइल भनेको यहाँ चाहिँ जुन पनि हाम्रो टेम्पोररी फाइल हुन्छ, थम्बनेल्सहरू हुन्छ, जुन चाहिँ हामीले नचाहिनेहरू हुन्छ होइन, रिसाइकल बिनमा भएको फाइलहरू हुन्छ होइन, त्यो सबै नचाहिने फाइलहरू चाहिँ यसलाई चाहिँ क्लिनअप गरिदिन्छ भित्र डिस्कमा गएर होइन। तपाईँको मेन कुराहरू चाहिँ जान्न होइन, तर तपाईँलाई जुन यो नचाहिने अननेसेसरी फाइलहरू हुन्छ होइन, यहाँ आफै यहीँ लेखेँ अननेसेसरी फाइल अन योर मेसिन विल बी क्लिन अप भनेर लेखेँ होइन। सो यो तपाईँको चाहिँ यहाँ चाहिँ अननेसेसरी फाइलहरू चाहिँ क्लिन हुन्छ होइन। अनि अब अर्को हाम्रो थर्ड स्टेप रहेको छ रिभो अनइन्स्टलर छ होइन। हामीले चाहिँ पहिला सुरु माइक्रोसफ्ट एजमा जानु होइन, वा तपाईँ कुनै पनि ब्राउजरमा जान सक्नुहुन्छ। त्यो पछि त यहाँ चाहिँ के लेख्न सक्नुहुन्छ, रिभो अनइन्स्टलर भनेर लेख्नु होइन। रिभो अनइन्स्टलर लेखिसकेपछि चाहिँ तपाईँको चाहिँ यहाँ चाहिँ रिभो अनइन्स्टलर फ्री भनेर यहाँ देखाउँछ होइन। यसलाई चाहिँ क्लिक गर्नु होइन। त्यो पछि तपाईँले चाहिँ यो कुरालाई चाहिँ डाउनलोड गर्न सक्नुहुन्छ होइन। रिभो यो अनइन्स्टलर चाहिँ त्यसलाई चाहिँ इन्स्टल गरेर चाहिँ तपाईँले फुल सेटअप गरिसकेपछि तपाईँले चाहिँ यसलाई चाहिँ रन गर्नु होइन। यसलाई रन गरिसकेपछि चाहिँ तपाईँको यु क्यान सी होइन, यस्तो इन्टरफेस देखिन्छ होइन। अनि तपाईँलाई केही कुरा चाहिँ अब डिलिट गर्न कुनै सफ्टवेयरहरू कुनै प्रोग्राम्सहरू चाहिँ तपाईँले डिलिट गर्न छ भने चाहिँ यहीँबाट चाहिँ तपाईँले डिलिट गर्न सक्नुहुन्छ, जुनले चाहिँ तपाईँको भित्री भागमै गएर चाहिँ यो प्रोग्रामलाई चाहिँ फुल्ली अनइन्स्टल गरिदिन्छ। जुनमा चाहिँ तपाईँको यहाँको जुन अलिअलि भएको फाइल हुन्छ नि, नर्मल्ली हामीले चाहिँ विन्डोजबाट डिलिट गऱ्यौँ भने चाहिँ अलिअलि फाइल्सहरू, यसको टेम्पोररी फाइलहरू रहन्छ होइन। त्यसले त्यो रहने फाइलहरूले चाहिँ यहाँ चाहिँ कम्प्लिटली चाहिँ यहाँबाट चाहिँ हामीले चाहिँ अनइन्स्टल गर्न मिल्छ होइन। फेरि अब तपाईँ MS एजमा वा माइक्रोसफ्ट स्टोरमा जानु होइन। माइक्रोसफ्ट स्टोरमा गइसकेपछि चाहिँ MS स्टोरमा गइसकेपछि तपाईँले यहाँ के सर्च गर्न सक्नुहुन्छ, PC म्यानेजर भनेर सर्च गर्नु होइन। PC म्यानेजर भनेर सर्च गर्नु होइन।
पिसी म्यानेजर सर्च गर्ने बित्तिकै यहाँ यु क्यान सी होइन माइक्रोसफ्ट पिसी म्यानेजर भनेर आइसक्यो होइन। तपाईँले चाहिँ यसलाई इन्स्टल गर्नु, मैले इन्स्टल गरिसकेको छु। त्यो भएर यहाँ ओपन भन्ने अप्सन आयो, यहाँ चाहिँ तपाईँले इन्स्टल गर्नुभयो भने चाहिँ यहाँ इन्स्टल गरेर ओपन गर्नु होइन। त्यो गरिसकेपछि चाहिँ एकैछिन लोड लिन्छ, त्यो पछि हाम्रो चाहिँ ओपन हुन्छ होइन। ओके, मेरो चाहिँ यहाँ पिसी म्यानेजर ओपन भइसकेको छ होइन। टक्कलाई चाहिँ यस्तो हुन्छ नि इन्टरफेस चाहिँ। तपाईँले चाहिँ यहीँबाट नि तपाईँले के गर्न सक्नुहुन्छ, तपाईँको मेमोरी युजेस चाहिँ अलिकति हाई छ, अलिकति मेमोरी युजेस चाहिँ धेरै भएको छ भने चाहिँ यहीँबाट तपाईँले चाहिँ क्लिनअप गर्न सक्नुहुन्छ। अनि जस्तै यहाँबाट मेरो टेम्पोररी फाइल चाहिँ अहिले 36 MB छैन, यो जुन मैले अघि फालेँ नि टेम्पोररी फाइल, तपाईँले यहीँबाट नि डाइरेक्टली फाल्न सक्नुहुन्छ टेम्पोररी फाइलहरू चाहिँ होइन। सो मैले यहीँ नि बुस्ट गरिदिएँ भने चाहिँ तपाईँको चाहिँ टेम्पोररी फाइलहरू चाहिँ टेम्पोररी फाइल र मेमोरी युजेस चाहिँ तपाईँले यहीँबाट चाहिँ रिड्युस गर्न सक्नुहुन्छ होइन। सो यही हो हाम्रो टिप एन्ड ट्रिक्सहरू होइन। सो तपाईँले चाहिँ यो फलो गर्नुभयो भने चाहिँ तपाईँको चाहिँ अलिकति भयो नि हाम्रो चाहिँ यो चाहिँ बुस्ट हुन्छ होइन। अनि एफपिएसहरू चाहिँ राम्रो आउँछ होइन। सो यही हो अब हाम्रो ट्रिक्स चाहिँ। सो मन पऱ्यो भने चाहिँ लाइक गरिदिनु होला, सेयर गरिदिनु होला, सब्सक्राइब पनि गरिदिनु होला। सो थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो। सो टेक केयर एन्ड बाई बाई।